नमस्ते गाइजहरु साइली देउरा नमस्ते भन्दैछिन्। हेर्ने यहाँ हामीले आज नन्दा आके हामीलाई भ्याइ छ यहाँ। नमस्कार। कोसेली बनाउने भनेर यहाँ साइली र जेठी यहाँ आमा के कुरा दुईटा झोला भोरी दुईटा झोला ल हेर्नु यहाँ गाइजहरु दुईटा भाउजूको कोसेली अरे एउटा साइलीको एउटा जेठीको ल आमा त त्यही हैन हामी त नकराउनु न आमाले पनि दिनुहुन्छ नि खै छोरीलाई भाडा छैन अरे ल छैन ल हाम्रो आमा मोबाइल हेर्दै व्यस्त हुनुहुन्छ। 85 वर्षकी आमाले मोबाइल हेर्नु हैछ। 85 वर्षकी हाम्रो आमा चस्मा नलाइकन मोबाइल हेर्नु हैछ। के आएर छ नि आमा ल देखाइदिएँ नि मैले मोबाइल त हाम्रो आमाले कस्तो गाइस म घरै जाँदै छु है भाउजू भाउजूलाई हामी जेठी र साइली गरेर 5-5 रुपैयाँ दियो बाटा नभएर बिस्कुट किनेर खाएर। मेरो भाइले कोसेली लिएर आउँदैछ नि छोरोले फेरि उहाँ विदेशबाट ल्याएको चकलेट ल्याइदिँदैछ। चकलेट भ्याइसक्यो अरे मेरो भाइले ल्याएको कोसेली धन्यवाद। मेरो भाइलाई विदेशबाट ल्याएको मेरो भाइले अस्ट्रियाबाट लिएर आएको चकलेट है। मेरो भाइले 1 महिना हुँदा नि दिदीलाई सम्झेर राखिएको छ है। सम्झिन्छन् हरा भनेको यस्तो हुनुपर्छ गाइस, यस्तो हुनुपर्छ ल। माया हो नि त माया, कति माया गर्छन् भाइ बहिनीले भन्ने कुरो बुझ्नु न। मैया चकलेट राख्ने हतार छ हाम्रो नन्दलाई। आमा आफ्नो झोला राख्नु पर्यो नि त आफ्नो भाइले। यारले भाउजूहरुले 5-5 रुपैयाँ दिएको त्यसै मक्ख मरि